धन्यवाद छ हाम्रो सुरेन्द्र मैले भाइले भनेर सम्बोधन गरेँ अन्त भान्जाको काम मात्रै गर्ने बोल्न नआउने ए माइकको सेटिङ बोलाऊ गाडी सर घर मिलेन यस्तो भन्छ त माइक्रोफोन पक्रिनु पनि आउँदैन गइतिर बेल्चा पक्रिने मान्छे होइन अनौलो हुन्छ हुन्छ के अरे नठेलिदिनु होला है के अरे पत्रकारहरू यतै आउँदा पनि हुन्छ केही छैन यहाँ सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु आजको यो चाहिँ श्रम संस्कृति अभियान भन्ने ब्यानरमा भइराखेको सभाको अध्यक्ष हाम्रो बुद्धि सर लगायत यो स्टेजमा आसन ग्रहण गरिरहनुहुने मैले मान्नुपर्ने मान्यजन सम्पूर्ण अतिथिज्यूहरू हाम्रो प्रसन्न भट्टराई सर उहाँ विराटनगरवासी हुनुहुन्छ अमेरिकामा बस्नुहुन्छ अत्यन्तै कट्टर समर्थक हुनुहुन्छ लगायत यहाँ स्थानीय महानुभावहरू स्टेजमा बसिरहनुहुने महानुभावहरू मैले मान्नुपर्ने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी भान्जा भान्जी र अहिले त जेनजी पनि छ सबैजनालाई हार्दिक स्वागत सम्मान गर्न चाहन्छु म पत्रकार मित्रहरू सुरक्षाकर्मी व्यवसायी सम्पूर्ण जो जति आज यो हामी गाईघाटको यो पिपल चोकमा उपस्थित भएका छौँ सम्पूर्णलाई मेरो तर्फबाट हार्दिक नमस्कार हार्दिक सम्मान हार्दिक धन्यवाद थुप्रै कुराहरू राख्न मन लागेको छ तर समयले पुग्दैन त्यसले गर्दाखेरि उहाँहरूलाई पनि थुप्रै कुरा राख्न मन लागेको छ तपाईँहरूलाई पनि राख्न मन लागेको होला त्यसले गर्दाखेरि अनौठो खालको हाम्रो कार्यक्रम हुन्छ अब हामी परम्परागत राजनीतिबाट माथि उठेर अब हामी अनौठो तरिकाले अगाडि बढ्नुपर्छ बढिरहेका छौँ आदरणीय दाजुभाइ दिदीबहिनीहरू सबैभन्दा पहिला तपाईँहरूले गर्नुभएको स्वागत सम्मान जुन छ त्यो देखेर म प्रत्येकचोटि भावुक बन्ने गर्छु कहिलेकाहीँ त धुरु धुरु रोइन्छ म आज घोषणा गर्न चाहन्छु अब उपरान्त हर्क साम्पाङलाई खदा नलगाइदिनु होला प्लिज यो खदा त्यसो भन्दा फेरि खदा व्यापारीहरू नरिसाउनुहोस् है अरूलाई लगाइदिनुहोस् तर मलाई पर्दैन यो मलाई लगाइदिने खदा यस्तो मान्छेहरू चाहिँ हामी छौँ कि कसैले केटाकेटीलाई स्कुल पठाउन खोज्छौँ तर कापी कलम किनिदिने अवस्था छैन आर्थिक अवस्थाले साथ दिइराखेको छैन त्यस्ता नाजुक आर्थिक अवस्था भएका विद्यार्थी भाइ बहिनीहरूलाई कापी कलम किनिदिनु होला मलाई यो खदा फेटा टोपी यस्ता कुराहरू तपाईँहरूले चाहिँ नलगाइदिनका लागि म मिडिया मार्फत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु हार्दिक तपाईँको चाहिँ निवेदन गर्न चाहन्छु किनकि म आफूलाई सम्मानित कहिले पनि सम्झिदिनँ म जहिले पनि धुलोमा बस्ने मान्छे माटोमा जन्मेर धुलोमा खेलेको मनाथे सानो मान्छे एउटा गीत पनि गाउने क्या हो बजारमा नचलेको तर फेसबुकमा डाँडा पाखामा खोला खल्सीमा चलेको गाएको म फेरि एन्टरटेनमेन्ट गराइहाल्छ क्या बोरिङ हुँदैन मेरो कुरा सुन्नु तर बोल्नु चाहिँ आउँदैन भाषण चाहिँ आउँदैन तपाईँहरूले मलाई यहाँ
हल्का सापाङ जिन्दाबाद जिन्दाबाद भन्नुभयो। आज उपरान्त म घोषणा गर्न चाहन्छु श्रमदाता जिन्दाबाद भन्नुहोला। हल्का सापाङ जिन्दाबाद होइन, श्रमदाता जिन्दाबाद। श्रमदाता श्रमदाता सबैले भन्नुहोस्। देश भन्ने बित्तिकै हामीलाई लाज लाग्छ, कता कता हिचकिचाहट हुन्छ। अब त्यस्तो नहोस्। श्रमदाता, महान श्रमदाता त्यो भन्नुहोस्। हल्का सापाङ जिन्दाबाद होइन, यो देश जिन्दाबाद हुनुपर्छ। एउटा गीत मैले गाउँछु भनिहालेँ, गाउनै पर्छ के हो गाउँ। हल्का सापाङ क्रान्ति नायक पनि भन्दै हुनुहुन्थ्यो अघि भर्खर हाम्रो रविन्द्र तिलुङ सरले। म नायक पनि होइन, नचलेको गायक चाहिँ हो। मलाई नायक नठान मनाथे सानो मान्छे, हो मलाई नायक नठान मनाथे सानो मान्छे। माटोमा जन्मेर धुलोमा खेलेको, माटोमा जन्मेर हिलोमा खेलेको मजाको सानो मान्छे हो। मनाथे सानो मान्छे, हो मलाई नायक नठान माटो छुने सानो हुन्छ, माटो बेच्ने ठुलो। माटो छुनेलाई त फोरीको भन्छ नि जान्छ। कालो चस्मा लाउनेहरूले है त्यसो भन्छ नरिसाउनुलाई। अब कालो चस्मा हो माटो छुने सानो हुन्छ, माटो बेच्ने ठुलो। देश बेच्नेलाई सम्मान मिल्छ, सलाम संयौको। देश बेच्नेलाई नै सम्मान मिल्छ, सलाम संयौको। पाखा भित्र खनी खोर्सी गरी हिँड्नेले के फलाउन सक्छु र रोपी हिँड्नेले। हो मलाई नायक नठान। अब उपरान्त मलाई नायक नठान्नु। तपाईको जीवनको नायक तपाईँ खुद हो, म होइन। कोही पनि तपाईको जीवनको नायक अरू हुन सक्दैन। तपाईको जीवनको नायक तपाईँ खुद हो। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। ऐना हेर्दा कसलाई देख्नुहुन्छ तपाईँले? ऐना हेर्दा कसलाई देख्नुहुन्छ तपाईँले? हो आफैमा विश्वास गर्न सिक्नुहोस्। आत्मविश्वासलाई, आत्मबललाई बढाउन सिक्नुहोस्। नेताको पछि लागेर धोका खाएको जनता हो हामी। त्यसले गर्दाखेरि हल्का सापाङले देश बनाइदिन्छ भनेर सोचिराख्नु भएको छ भने त्यो सही नहुन सक्छ। तपाईँ खुद देश बनाउने मान्छे तपाईँ हो। तपाईँलाई जगाउनका लागि म आएको छु, आज तपाईँलाई उठाउनका लागि आएको छु। आदरणीय दाजुभाइ दिदीबहिनी, म तपाईँहरूलाई बोलाउनका लागि आएको छु। म तपाईँहरूलाई सिकाउन र पढाउनका लागि आएको होइन। म यहाँहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, हार्दिक निवेदन गर्न चाहन्छु। अब उपरान्त हामी कोही कसैलाई चाहिँ नेता नठानौँ। अनौठो खालको पार्टी खोलेका छौँ। म एकछिन बारेमा यसको बारेमा भन्ने नै छु। यस्तो अनौठो खालको पार्टी जुन पार्टीको मान्छे केन्द्रीय अध्यक्ष भनेर छैन हल्का सापाङ भन्ने मान्छे म चिन्नु चाहिँ चिन्दिन। अनुहार नपरेको एउटा फुच्चे केटा दिन्छ अरे होइन, हाफ प्यान्ट लगाएर चाहिँ रात ढुङ्गा बोक्छ अरे, देश बनाउँछ भन्छ अरे। त्यो मान्छे पनि तपाईँको नेता होइन। तपाईँको नेता को अरे? तपाईँ खुद हो है, तपाईँ खुद हो, तपाईँ खुद हो। यसो भन्ने एउटा अनौठो खालको पार्टी अब जन्मियो यो देशमा र यो पार्टीको उद्घाटन पनि हामीले गीतबाट गऱ्यौँ। अनौठो खालको छ होइन।
दीप बालेर के गरेर गर्छौँ। अब चाहिँ हामी जोसले भरिएको, चेतनाले भरिएको, यो देशलाई जगाउनुपर्छ, यो देशलाई बनाउनु र बचाउनुपर्छ भन्ने उद्घोषले भरिएको गीतबाट हामीले सुरु गर्यौँ। यहाँहरू सबैजना सहभागी बन्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। देश सोच्न सकौँ, देश सोच्न सकौँ, देश बोल्न सकौँ, देशकै कर्म गर्न सकौँ, देशकै लागि गर्न सकौँ। देश देश देश, हाम्रो देश बनाउनका लागि, हाम्रो देश बचाउनका लागि अब हामी सबैजना उठ्नुपर्ने बेला आएको छ। म त्यो भन्न चाहन्छु, यहाँहरू सबैजना अब हामी जाग्नुपर्छ। हामी आफ्नो पेटको बारेमा मात्रै चिन्तित हुन्छौँ, कसरी पेट पाल्ने, कसरी पेट पाल्ने। तर यो प्रकृतिमा यसो हेर्ने भने पेट त चरामुसाले पालिराखेको छ। तपाईँले बाँधेर राखेको चौपायालाई छोडिदिनुहोस्, त्यो भोकले मर्दैन है। कुखुरा, सुँगुर, गाई, भैँसी के पाल्नु भएको छ, छोडिदिनु त मर्दैन त त्यो। किरा फटेक्राले पनि पेट पालेको छ। तर हामी नेपालीले, हामी सचेत नेपालीले अब यो देशलाई बनाउनका लागि, यो देशलाई पाल्नका लागि सोच्नुपर्छ। त्यसो भएको कारणले गर्दाखेरि देश सोच्न सकौँ, देश बोल्न सकौँ, देशको लागि पनि कर्म गर्न सकौँ, आफ्नो पेटको लागि मात्रै होइन, देशको लागि पनि कर्म गर्न सकौँ र देशकै लागि, देशकै भएर मर्न सकौँ। यो म अनुरोध गर्न चाहन्छु सम्पूर्ण आदरणीय गाईघाटवासी दाजुभाइ दिदीबहिनी। हामी पसिनाको कुरा गर्छौँ। हर्क साम्बाङलाई तपाईँले चिन्नु भएको श्रम गर्छ भनेर मात्रै चिन्नु भएको मलाई थाहा छ। तर म वर्षौँ पहिलादेखि चेतनाको कुरा पनि गर्थेँ। हर्क साम्बाङले बनाएका गीतहरू, उसले लेखेका स्टेटसहरू, ती सम्पूर्ण कुरामा चेतनाको कुरा छ। हामी सचेत नबनिकन यो देशमा सुशासन छाउन सक्दैन आदरणीय दाजुभाइ दिदीबहिनी। चेतना भनेको चाहिँ सही र गलत छुट्याउन सक्ने बौद्धिक क्षमता हो त्यो। र सहीको पक्षमा आफूलाई चाहिँ निडर भएर, अटल भएर उभ्याउन सक्ने अठोटको कुरालाई हामी चेतना भन्छौँ। त्यो चेतनाको विकास नगरिकन यो देशमा सुशासन हुनेवाला छैन। भ्रष्टाचार भइ नै रहन्छ, दादागिरी भइ नै रहन्छ, अन्य अत्याचार भइ नै रहन्छ, गरिबी भइ नै रहन्छ, तपाईँ हामी अकालमा मरि नै रहन्छौँ, हाम्रा छोराछोरी शहीद भइ नै रहन्छन्, हामी रोइ नै रहन्छौँ, देश जलि नै रहन्छ, देशको शान ढलि नै रहन्छ। त्यसो भएको कारणले गर्दाखेरि अब हामी सचेत बन्नुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। सही र गलत बिचको फरक छुट्याउन सक्नुपर्छ। हामीले सुन र पित्तल बिचको फरक हामीले छुट्याउन सक्नुपर्छ। दिन र रात र कालो र सेतो बिचको तपाईँको फरक छुट्याउन सक्नुपर्छ र सहीको पक्षमा आफूलाई उभ्याउन सक्नुपर्छ। म यहाँहरूलाई यो कुरा भन्न चाहन्छु, त्यस्तो हामी बन्ने हो, त्यस्तो हामी बन्ने हो। सुनेर मैले अलिकति मात्रै बन्लेर छ, त्यस्तो हामी सबैजना बन्ने हो। हामी सचेत नबनेको कारणले, हामी गलत हो भनेर थाहा छ र पनि गलतलाई नै समर्थन गरिरहेको कारणले, अथवा गलत छ भन्ने थाहा छ तर गलतको विरोध गर्न नसकेको कारणले, हामीलाई डर लागेको कारणले, साहस नजुटेको कारणले गर्दाखेरि यो देश उठ्न सकेन। त्यसो भएको कारणले गर्दाखेरि अब विकृति विसङ्गतिको विरुद्धमा, भ्रष्टाचारको विरुद्धमा, बेथितिको विरुद्धमा अब हामी न्याय प्रेमी र सचेत नेपाली भएर अगाडि आउने बेला आएको कुरा म जानकारी गराउन चाहन्छु सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई। समयले हामीलाई पर्खँदैन। हाम्रो छिमेकी मुलुकहरूले हामीलाई, मलाई लाग्छ, सुशासन र विकासको प्रतिस्पर्धामा थोरैमा हामीलाई 100 वर्ष छोडेको छ। उत्तरतर्फको छिमेकी चाइनाले अहिले विश्वमा के गर्दैछ हामीले बुझाछौँ। जेसुकै गरिरहोस्, के छ र हाम्रो आफ्नै चाल छ भन्ने होइन। समयको महत्त्व बुझौँ आदरणीय दाजुभाइ दिदीबहिनीहरू। हामी दिनभरि खेल्छौँ, दिनभरि घुम्छौँ, सुत्छौँ है, अनप्रोडक्टिभ कामहरू गरिरहेका हुन्छौँ, गलत काम गरिरहेका हुन्छौँ, तर हामीले चाहिँ देश बनाउने काम गरिरहेका हुँदैनौँ। त्यसो भएको कारणले गर्दाखेरि समयले हामीलाई छोडिसकेको कुरा छ। अब अझ नछोडोस् भन्ने कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। समयको महत्त्व बुझ्न जरुरी छ।
समयको महत्त्व बुझेर नै तपाईँहरूले 1 बजी भन्नुभएको थियो, हामी 12:30 मै घर आएर चौरीमा बसेको थियौँ। अरू मान्छे भएको भए यतिखेर आउँथ्यो होला 3 बजी। कति बज्यो? 2-3 बज्न आयो होइन। समयमा हिँडौँ, समयमा उठौँ। नेपाली समय यस्तै हो। नेपाल त हो नभनौँ, नेपाल त हो नभनौँ। हाम्रो बानी त्यस्तो 2 बजेको बैठकमा 4 बजी जाने, ढिलो जाने चाहिँ सबभन्दा ठुलो हो। ठुलो मान्छे त ढिलो जाने हो, छिटो जाने हो है। त्यसले गर्दाखेरि हरेक कुरामा हामी ढिलो गरिरहेका छौँ। हामी बिहान उठ्दा पनि ढिलो उठिरहेका छौँ। खोइ किन मलाई चाहिँ निन्द्रा लाग्दैन, 2 बजीतिर उठेर एउटा स्टेटस लेख्छु, फेरि यति धेरै गाली लेख्ने मान्छे चाहिँ त्योभन्दा पहिल्यै उठिरहेको हुँदो रहेछ है। अचम्म लाग्छ। विदेशतिर छ न त साथीहरू, कोरियातिर उता त छिटो उज्यालो हुन्छ नि त। नत्र म चाहिँ 1 बजी नै यस्तो के चलाइदिन्छु कि गाली आइदिन्छ। यहाँहरू सबैजनालाई म समयको महत्त्व बुझ्नका लागि विनोद गर्न चाहन्छु। ढिलो भइसकेको कुरा छ, त्यही समयको महत्त्व बुझेर नै म छिटो छिटो आएर यहाँ बोलेँ। धेरै बोल्दिनँ, थोरै मात्रै बोल्छु। श्रम संस्कृतिको बारेमा हामीले कुरा गऱ्यौँ। अघिको श्रम संस्कृति भनेको चाहिँ के हो भन्दाखेरि श्रम भनेको काम होइन। मान्छेले उत्पादनको काम गर्छ होइन, निर्माणको काम गर्छ। जो अर्थ उपार्जन गर्नका लागि, जीव पाल्नका लागि जुन इलम गर्छ त्यसलाई हामी श्रम भन्छौँ। यो श्रम गर्ने चलन चाहिँ हाम्रो देशमा हराएको रहेछ। यतातिर आउँदा त म अत्यन्तै खुसी छु होइन। धान खेतहरू छ, यता त्यता छ, तर यतामा हामी अल्छी भइसक्यौँ। नेपाल सबै अल्छी भइसक्यो। किन अल्छी भयो त भन्दाखेरि शिक्षा नै अल्छी छ नि। जति पढ्दै गयो उति माटोदेखि टाढो जानु पर्यो। माटो त छुनु हुँदैन हामीले त, त्यो धुलोमा त अरूले पो काम गर्छौँ त्यहाँ त है भन्ने मान्छे। अनि आफ्नो बारी बाँझो बनाएर बस्ने, चामल किनेर खाने, अनि ऊ चाहिँ धनी है। त्यसो हुँदै गयो। म त्यस्तो भएँ, उहाँ त्यस्तो हुनुभयो, उहाँ त्यस्तो हुनु, हामी सबै त्यस्तो भयौँ। त्यसो भएको कारणले गर्दाखेरि अहिले नेपाल बाँझो भएको छ। अब त्यो बाँझो नेपाललाई चिर्नका लागि अब हामीले चाहिँ सुरु गर्नुपर्ने बेला आयो। यसपालि अब तिहार आइसक्यो। सयपत्री फुल पानीले गर्दा पनि फुले। कहाँबाट ल्याउने? भारतबाट ल्याउने। कति करोडको? 50 करोडको ल्याउन नाथे पैसा त हामीसँग यस्तो छँदैछ नि होइन। गोदी छाप त छैन। उत्पादन छ। एउटा नाथे सयपत्री फुल फुलाएर त तपाईँको चाहिँ आफ्नो माइतीलाई पुज्न सक्दैनौँ भने है, त्यो एउटा चाहिँ चाड हामी मनाउन सक्दैनौँ भने हामी लायकको मान्छे रहेछौँ त? छौँ छैनौँ? धिकार छ हाम्रो। जुनी त भन्दिनँ, कहिले त भन्छु पनि, आज चाहिँ भन्दिनँ। सुधार्नुपर्छ आफ्नो बानीलाई। अब है आफ्नो बानीलाई सुधार्नुपर्छ। वर्षमा एकचोटि आउने हो, त्यो पनि 1 दिन लगाउने फुल त हामी उत्पादन गर्न सक्दैनौँ। हामीले लगाइराखेको लुगा सबै विदेशबाट आएको है। नेपाली त यो एउटा नाङ्गो शरीर मात्रै हो है। सबै विदेशबाट आएको। यो बोल्दै गरेको माइक पनि, यो मोबाइल पनि होइन, हरेक कुरा कागज पनि नबन्ने, एभ्रिथिङ इज एन्ड एभ्रिथिङ हामी विदेशबाट किनेर चलाइरहेका छौँ। यो देशमा उत्पादन गर्नुपर्छ भन्ने नीति, त्यो संस्कृतिलाई चाहिँ हामी श्रम संस्कृति भन्छौँ। यो देशमा उत्पादन गर्नुपर्छ कि पर्दैन होला? यदि त्यसो हो भने तपाईँ यो संस्कृतिमा जोडिनुपर्छ। काम गर्दा सानो भइँदै म सम्पूर्ण युवाहरूलाई भन्न चाहन्छु, यहाँ जेनजी उमेरका तपाईँको छैन 28 वर्ष मन्दिरका भाइ बहिनीहरू म देखिरहेको छु। म तपाईँहरूलाई पनि भन्न चाहन्छु, तपाईँहरूले पनि अब श्रम गर्नुपर्छ। कलम भिरेर इङ्ग्लिस बोलेर मात्रै ठुलो भइँदैन है। जापानिज बोलेर मात्रै ठुलो भइँदैन, कोरियन बोलेर मात्रै ठुलो भइँदैन, भाषण गरेर मात्रै पनि ठुलो भइँदैन। अब हाम्रो देशमा उत्पादनको खाँचो छ। त्यो मनोविज्ञान, त्यो तपाईँको छैन सामाजिक रूपान्तरण गर्नका लागि, त्यो आर्थिक रूपान्तरण गर्नका लागि बनिएको एउटा सङ्गठनको नाम हो श्रम संस्कृति पार्टी। त्यो पार्टीमा यहाँहरू सबैजनालाई म स्वागत गर्न चाहन्छु। श्रमले विभेद गर्दैन है। बाहुनले रोप्दाखेरि पनि खनेर रोप्यो भने, मकै रोप्यो भने त्यहाँ तपाईँको चाहिँ मकै नै उम्रन्छ, मकै नै फुल्छ र फल्छ। छेत्रीले गर्यो भने पनि मकै नै उम्रने, फुल्ने र फल्ने हो। राई लिम्बूले, कामी दमाईले गर्दाखेरि पनि तपाईँको चाहिँ के हो त, त्यही नै उम्रिने हो। कि मकै एउटा जातले रोप्दाखेरि चाहिँ तपाईँको चाहिँ धान फल्छ र त्यहाँबाट फुल्छ र फल्छ र फल्दैन?
त्यसो भएको कारणले गर्दाखेरि यस्तो एउटा तपाईँको चाहिँ नि तथ्यगत संस्कृति जुन संस्कृतिलाई हामी श्रम संस्कृति भन्छौँ। हामी विभिन्न जाति मिलेर बसेको देश हो यो। हाम्रो आफ्नो आफ्नो छ है, आफ्नो आफ्नो छ। कोहीले साकेला नाच्छ, कोहीले चासुक मनाउँछ, कोहीले लाखे नाच्ला, कोहीले के हो त्यो थुप्रो छ। ती आफ्ना आफ्ना तपाईँको छैन मौलिक हाम्रो जातीय संस्कृतिहरू हो भने अब यो देशको एउटा साझा संस्कृति छ, राष्ट्रिय संस्कृति। त्यो संस्कृति भनेको श्रम संस्कृति हो। त्यो श्रम संस्कृति तपाईँको पनि हो, मेरो पनि हो। यो देशका चाहिँ तपाईँको 125 भन्दा धेरै जात जातिको साझा संस्कृति हो। त्यो संस्कृतिमा म तपाईँलाई बोलाउन चाहन्छु। राजनीतिले फुटाउँछ, संस्कृतिले जोड्छ। आउनुहोस् यो देशलाई उठाउँ। यहाँ म एमालेको यस्तो, म काङ्ग्रेसको यस्तो भन्न छोड्नुहोस् तपाईँहरू। देख्यौँ हामीले, थुप्रो देख्यौँ। 70 वर्षभन्दा धेरै देख्यौँ त देखिनौँ। कति देख्ने, अब 100 वर्ष फेरि देखिराख्ने। कहिले पार्टी भनेर झगडा गरेका छौँ हामी, कहिले जाति भनेर झगडा गरेका छौँ, कहिले धर्म भनेर झगडा गरेका छौँ। विदेशीले हामीलाई फुटाएको छ। विदेशी षड्यन्त्र, डिभाइड एन्ड रुल है। विदेशीले हाम्रो देशमा सरकारहरू गठन गरिदिन्छ, उनीहरूलाई नमस्ते नगरिकन तपाईँको मन्त्री बन्न नपाउने। मैले पनि मन्त्री बन्नका लागि नमस्ते गरेको भए अहिले म प्रधानमन्त्री नभए गृहमन्त्री गर्दिनँ म नमस्ते है। स्वाभिमानी नेपाली बन्नुपर्छ हामी। आफूलाई जन्म दिने आमा र जन्म दिने आमा र चाहिँ तपाईँको आफ्नो जन्मभूमिको अगाडि बाहेक अरू अगाडि हाम्रो शिर झुक्नु हुँदैन। यदि हामी त्यस्तो बन्ने हो भने हामी स्वाभिमानी बन्न सक्नुपर्छ, हामी स्वावलम्बी बन्न सक्नुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हाम्रो देशलाई स्वाधीन राख्ने हो भने हामी आफैले पसिना बगाएर, हामी आफैले उत्पादन गरेका तपाईँको चाहिँ भात खान सक्नु पर्यो। हामी आफैले उत्पादन गरेको लुगा लाउन सक्नु। त्यसको लागि काम गर्नुपर्छ कि पर्दैन? त्यो काम गर्ने संस्कृति हो श्रम संस्कृति। त्यो श्रम संस्कृतिमा म यहाँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। तपाईँहरू जोडेर म यस्तो ठुलो सुलो नबन्नुहोस्, ठुलो कोही पनि छैन है। म जस्तो सानो बन्नुहोस् है, सानो बन्नुहोस्। सानो मान्छे जहाँ पनि अटाउँछ, ठुलो मान्छे अटाउँछ है। कतिलाई भनेको छैन दम्बले फुलिराख्नु भयो होला यहाँ कोही होइन। म त यस्तो गाई यस्तो गरिरहेको छु। हात्तीलाई घरभित्र बोलाउन सकिन्छ? हात्ती ठुलो भएकोले हाम्रो घर भत्काइदिन्छ होइन। त्यसले गर्दाखेरि हात्ती जस्तो ठुलो नबनौँ, कमिला जस्तो सानो बनाउँ। कमिलाको सङ्गठन हो यो। श्रम संस्कृति भनेको कमिलाको सङ्गठन हो। पीरको कुरा गर्छौँ हामी अलिकति, फेरि अर्को जाउँ। एन्टरटेनमेन्ट गराइराख्नुपर्छ। अचम्म लाग्छ होला कस्तो खालको मान्छे आएछ, घरि गीत सुनाउँछ, घरि के है। पीर पीर भन्छौँ नि हामी होइन। कति पिरै मलाई टेन्सन नै त्यो छोरा बुढा यस्तो यस्तो सबैको टेन्सन देश देश। तपाईँहरू पनि आउनुपर्छ तर है। ल काम गरौँ त। ल मैले जस्तो गाउँछु त्यस्तै गाउँ है। नाथे पीरको कुरा गर्दै सबैले सुनेन कि के हो? नाथे पीरको कुरा गर्दै समय नफाला, कमिलालाई हेर साथी, मौरीबाट सिका। नाथे पीर, म त पीरलाई त नाथे भन्छु है। एउटा कमिलाको तौल कति हुन्छ होला जोख्यो भने? हुन्छ तौल? त्यस्तो एउटा यत्रो कमिलाले कति मजाले मिलेर जिउ पालिरहेको छ है। मौरी कत्रो हुन्छ? यत्रो हुन्छ है, मजाले जिउ पालिरहेको। अनि हामी चाहिँ यत्रो ठुलो भएर त्यो पनि विश्वको तपाईँको चाहिँ संसार, हामी अझ ब्रह्माण्डकै सबभन्दा सर्वश्रेष्ठ प्राणी अरे है। झगडा गरेको छ, यो गरेको छ, के झगडा गर्नु? त्यसले गर्दाखेरि पीरको कुरा गर्ने होइन, अब श्रमको कुरा गर्ने हो। श्रम गर्नुभयो भने पीर हुँदैन है। खानेकुरा, लाउने लुगा, बस्ने घर,
कुराहरू चाहिँ सबै कुरा श्रमबाट आउने भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु श्रम संस्कृतिमा तपाईँहरू जोइन बोर लाग्यो। अब यहाँलाई मैले अरू खदा चाहिँ त्यहाँ राख्यो, 3टा खदा चाहिँ यसले अघिदेखि लगाइराखेको छ, फेरि खदा लाउँदिनु हुन्छ भनिराख्नु भयो है। श्रम संस्कृति हाम्रो सङ्गठन अथवा पार्टी जे भन्नुहोस् न तपाईँले, अभियान भन्नुहोस्, जे साथी भन्दा पनि श्रम संस्कृति साथी भन्दा पनि हुन्छ को सिद्धान्तमा प्रकृतिको कुरा गर्छौँ हामी, संस्कृतिको कुरा गर्छौँ र प्रविधिको कुरा गर्छौँ। हरियो रङ प्रकृतिको रङ, पहेँलो रङ संस्कृतिको रङ, नीलो रङ प्रविधिको है। मिनिङ छ नि, अर्थ छ। प्रकृतिको संरक्षण गर्नुपर्छ हामीले, हामी आफै प्रकृति हो। हाम्रो शरीर आफै प्रकृति हो, जसलाई पानी चाहिन्छ, भात चाहिन्छ होइन। घाम लाग्दाखेरि हामीलाई पोले जस्तो, पानीले रुजे जस्तो हुन्छ। यो शरीर हाम्रो प्रकृति हो। यो शरीरलाई बनाउने बचाउने हो भने हामीले आफ्नो वातावरणलाई बचाउनुपर्छ। म त बाँदरको लागि पनि अम्बक रोप्ने मान्छे हो आदरणीय दाजुभाइ दिदीबहिनीहरू। तर मलाई जाति के अरे जातीय विभेद गर्छ, जातिवादी भन्ने ट्यागको छातेर लाउनु लाग्छ। बिरुवा रोप्दै गर्दा सर्प देखियो भने सर्प पनि नमार्नु है, त्यसलाई उचालेर पर लानुपर्छ भन्ने मान्छे हो म ग्यारेन्टी दिन्छु 10,000 भन्दा धेरै त अम्बकको बिरुवा रोपेँ मैले बाँदरको लागि। यदि म मान्छे हो भने मैले बाँदरलाई बचाउन सक्नुपर्छ है, किनभने ऊ पनि त प्रकृति, उसको पृथ्वी होइन यो, सर्वको पृथ्वी होइन यो। त्यस्तो धारणा राख्ने मान्छेलाई जातिवादी भनेर भन्नेहरूलाई म भन्न चाहन्छु आज। अर्को साम्पाङलाई बुझ्नलाई तपाईँलाई 10 वर्ष लाग्छ, पढ्नुहोस्, मलाई बुझ्नलाई पनि 10 वर्ष लाग्छ। गफले होइन कामले आफूलाई प्रमाणित गरेको देखिन्छ। प्रकृतिको संरक्षणमा हामी लाग्नुपर्छ। प्रकृतिको संरक्षणमा लागेन भने यस्तो राजनीतिक गफसप उयो केही होइन, भाषण मात्रै हो, केही हो। त्यसको लागि हामीले श्रम गर्नुपर्छ, संरक्षण गर्नुपर्छ। डडेलोहरू लाग्दाखेरि निभाउन जाउँ, त्यो बन्द मेरो होइन, त्यो सरकारले निभाउँछ, नगरपालिकाले होइन। त्यो नगरपालिका त तपाईँको, सरकार तपाईँको होइन र यो देश तपाईँको होइन। जङ्गलमा डडेलो लगाउने मान्छेहरू पनि थुप्रै छन्, डडेलो लगाएर मजाले छन्, एउटा दुम्सी मारे खानेहरू त्यहाँसम्मको सोच विचार। त्यसले गर्दा प्रकृतिको संरक्षण गर्नुपर्छ भन्छ हाम्रो संस्कृतिको सिद्धान्तले। हाम्रो शरीर आफै के हो भन्दाखेरि प्रकृति हो। अलिक पानी हाम्रो शरीर आफै के हो, प्रकृति हो। हाम्रो सोच विचार, हाम्रो मनोविज्ञान, हामी कस्तो सोच्छौँ, हाम्रो विचार के छ भने प्रकृति हो, संस्कृति हो। त्यो संस्कृतिलाई पहेँलो रङले हामीले चाहिँ नि कोड गर्न सक्छौँ। पहेँलो हाम्रो रङ पनि खासमा पहेँलै हो क्या, हामी पहेँलो होइन है। अलिकति घाम नलागेको ठाउँमा बस्नु त के हुन्छ, जन्डिस लाग्छ लाग्दैन? यो त घाममा बसेर रातो भएको। तपाईँ कोठाभित्र बसिराख्नु त पहेँलो हुन्छ। त्यसै बोल्या होइन, नत्र बस्नु त 1 महिना 1.5 महिना जति घरभित्र बन्दै बसिराख्नु तपाईँ पहेँलो हुन्छ। आँखै पहेँलो हुन्छ तपाईँको, घामको प्रकाश परेन भने जन्डिस लाग्दा पहेँलो हुन्छ हुँदैन? त्यो चिज है, हामी मान्छे आफै पहेँलो हुन्छ। र धेरै लामो कुरा गर्न चाहन्छ, बोर लागेको छैन होला। यो खै भाषण हो कि के हो, घरि गीत गाउँछ भन्ने लागिरहेको होला होइन। अब प्रविधिको कुरा गर्नुपर्छ। हाम्रो सोच विचार हाम्रो संस्कृति हो। हाम्रो संस्कृति, हामी कुन संस्कृतिमा हुर्केका छौँ त्यो अनुसारको सोच विचार हुन्छ है। बेलायतको खैरे र नेपालको नेपाली सोच विचार फरक छ छैन? किन भन्दा उस त्यही संस्कृतिमा हुर्क्यौँ त, हामी यही संस्कृतिमा हुर्क्यौँ। हाम्रो संस्कृतिको नाश गर्नु हुँदैन आदरणीय दाजुभाइ दिदीबहिनीहरू। संस्कृति भनेको बनाउनका लागि लाखौँ वर्ष लागेको छ। तपाईँ आफ्नो संस्कृतिलाई नबिर्सिनुहोस्।
तपाईको लाखे नाच नाचिरहनुहोस् नेवारहरू हुनुहुन्छ भने, तपाईको शासक नाम मनाइराख्नुहोस् लिम्बू हुनुहुन्छ भने, है आफ्नो आफ्नो संस्कृतिलाई आफ्नो पुर्खाले 1 लाख वर्षभन्दा धेरै कोसिस गरेर बनाएको छ। आफ्नो भाषाहरूको संस्कृतिको हामीले संरक्षण गर्नुपर्छ। त्यो गरिएन भनेदेखि हाम्रो देशको सुन्दरता हराएर जान्छ। त्यसको पहल हामी गर्छौँ, त्यसको विचार हामी राख्छौँ। प्रविधिको कुरा हामी गर्छौँ। प्रविधि भनेको चाहिँ संस्कृति र प्रकृतिलाई सन्तुलन बनाइराख्ने एउटा विधिलाई हामीले प्रविधि भन्नुपर्छ। प्रविधिले प्रकृतिको नाश गर्नु हुँदैन। मैले बारम्बार भनेको छु, एटम बम पनि छ त संसारमा, एटम बम पड्काइदिँदा त्यो प्रविधि हो, तर पड्काइदिँदा के हुन्छ? ध्वस्त हुन्छ। त्यो ध्वस्त गर्ने होइन। यी कुरालाई सन्तुलित बनाएर हाम्रो श्रम संस्कृति पार्टी अगाडि बढ्छ। श्रम यसको अनिवार्य विधि हो। हामी सबैजना यसतर्फ लाग्छ। यहाँहरू सम्पूर्णलाई यो देशमा समस्या धेरै भयो भन्ने लागेको छ, तर समस्याको समाधान चाहिँ के भन्दा समस्याको समाधान तपाईँको हातमा छ। तपाईसँग 2 हात छ होइन, र त्यो 2 हात चलाएर तपाईँ नङ्ग्रा खियाउनुहुन्छ भने यही देशमा फल्छ सुन, यही देशमा हुन्छ समृद्धि खोज्नका लागि हामी दक्षिण कोरिया गइराख्नु पर्दैन। हामी समृद्धि खोज्नका लागि अमेरिका अस्ट्रेलिया धाइराख्नु पर्दैन। बेलायत र जापान गइराख्नु पर्दैन। आदरणीय दाजुभाइ दिदीबहिनी, त्यसो भएको कारणले गर्दाखेरि काम गर्नुपर्छ भन्ने आह्वान लिएर त्यो बोलाउनका लागि एउटा कर्कश आवाज लिएर म आएको छु। तपाईहरुलाई बोलाउनका लागि आएका हामी एक ठाउँमा आएर श्रम गर्नु। 3 करोड नेपालीको 6 करोड हात भन्नुस् त एकचोटि। के भन्दा मजा आउँछ क्या? हैन सुन्नुमा मात्रै मजा आउँदैन नि, कहाँ आउँछ सुन्नुमा मजा, बोर भइसक्यो होला है। 3 करोड नेपालीको 6 करोड हात। सबैले भनेको छ त्यहाँ लाज लागिराखेको छ, किनभने देश भन्दा त लाज लागिहाल्छ नि हामीलाई त। यस्ता नाथे देश भन्ने खालको भइसकेको छ। माया लाग्दैन देश है। देशको मायाले, मेरो मायाले होइन, देशले तपाईलाई भन्न लागिरहेको छ। यसरी बुझ्नुहोस्, 3 करोड नेपालीको 6 करोड हात चलाउनु पर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ। अब नीतिले मात्रै बन्दैन देश, श्रमदान गर्नुपर्छ। अब कलमले मात्रै देश बन्ने भने त कलमै मात्रै चलाएन है। म पनि घरको ताला माथि बसेर किताब लेखेँ गर्छु, बन्दैन देश कलमले मात्रै। औजार चलाउनु बिर्स्यौँ, त्यसले गर्दा हामी गरिब। यहाँ मैले माइक दिएँ भने 5-5 घण्टा भाषण सबैले गर्न सक्नुहुन्छ, मलाई थाहा छ। त्यति धेरै गफ आउँछ नि त, किनभने पढेकै छ हामीले है। सानोदेखि बुढो भइन्जेल पढेको छ, पढेकै छ, पढाइमा के छ गफ मात्रै छ है। यो माइक मैले कसैले दिएँ भने 3-3 घण्टा बोल्नु नि तपाईँहरू, मलाई थाहा छ। तर काम गर्न जाउँ न भन्यो भने 3 जनामा आउँदैन। अलि हाँसौँ न, आउँछ आउँदैन। मेरो त यस्तो छ, म त यस्तो बिजी छु भन्दा भागिहाल्छ। त्यसले गर्दाखेरि सबैजनालाई म भन्न चाहन्छु, अब त्यो अल्छीपनलाई त्यागेर तपाईँ पौरखी गर्नुपर्छ। अल्छीपनलाई त्यागेर तपाईँ पौरखी गर्नुपर्छ। त्यसको लागि म तपाईँहरूलाई जगाउनका लागि आएको म यहाँलाई निवेदन गर्न चाहन्छु। हामीले श्रम संस्कृति पार्टीले चुनाव लड्छ है, किनभने हाम्रो विचार नीति बनाउने ठाउँमा पुग्नुपर्छ। नीति बनाउने ठाउँमा पुग्यौँ भने हामी स्कुल अथवा अफिस 3 दिन मात्रै खोल्छौँ, 4 दिन काम हुन्छ। त्यो भनेको सुनेर 2-4 जना जेनजीले चाहिँ अस्ति के भनेछ भने यसलाई त प्रधानमन्त्री बनाउनु हुँदैन, कहाँ ढुङ्गा बोकाउँछ, कहाँ ढुङ्गा बोक्नु हो भनेछ। ढुङ्गा बोक्नु होइन, देश बोक्नु हो है। हलेको यो देश है, बगेर गएको यो देश बोक्न सकिँदैन। हामीले सक्नुपर्छ है, सक्नुपर्छ। तपाईँ हामी एक बनेर सक्नुपर्छ। एकता नै विचार हो, शक्ति अनि स्रोत। हामी मिली उठाउँ पहाड, हुन्न केही बोझ। एकताको उदयसँगै रातहरू ढल्ने छन्, प्रभात चाहिँ झलमलाउँदै दीप नयाँ बल्ने छन्। त्यो एकताको लागि म आएको
म त यो पार्टीको कार्यकर्ता नेता भन्दै हुनुहुन्थ्यो छोडिदिनुहोस् त्यो काम छैन देख्यौँ थुप्रो देख्यौँ विदेशी ऋण लिएर बाटो बनाएको थुप्रो देख्यौँ यो पनि विदेशी ऋणले नै बन्दै गरेको होला त्यसो भन्दा ठेकेदार साथीहरूले बारी सम्झाउँछ मलाई है यही देशमा हामी फलाउँछौँ आदरणीय दाजुभाइ दिदीबहिनीहरू सत्ता प्राप्त गरिसकेपछि आफ्नो कर्तव्य भुल्नेहरूलाई हामी खबरदारी गर्छौँ अब तपाईँ हामी जस्ता सोझा सिधा मान्छे हामीलाई बोल्न आइरहेको छैन मलाई बोल्न आउँदैन आउँछ आउँदैन के आउँथ्यो हामी जस्ता बोल्न नजान्ने मान्छेहरू सोझा सिधा मान्छेहरू अब बोल्नुपर्छ र सत्तामा पुग्नुपर्छ है सत्तामा पुगेर के गर्ने थाहै नहुने भ्रष्टाचार मात्रै गर्ने हामीले सुनेको सांसदहरूले ल्याउन खोजेको कानुन कस्तो भन्दाखेरि बहुबिहे गर्न पाउने परे दिदी बहिनीले मार्दैन नि हेर्नु न कानुन बनाएको क्या है भ्रष्टाचार गर्ने मान्छेलाई 5 वर्षभित्रमा गर्यो भने गर्यो 5 वर्षदेखि उताबाट त्यसको म्याद हुने अरे क्या छक्क पर्छ त्यसले गर्दाखेरि यस्ता मान्छेहरूलाई अब हामीले बिदा दिनुपर्छ काम गर्ने मान्छेहरू आउनुपर्छ र त्यसका लागि मैले एउटा टिम बनाउनका लागि म यहाँ आएको छु तपाईँहरू तयार हुने हो के हल्का सम्मान आफैले गरोस् भन्ने हो ठिक छ त्यसो भए म आफै गर्छु कतिले भन्छ तपाईँको चाहिँ नि हल्का साम्पानको झोला भन्नु म झोलासँग आएँ छैन मेरो झोला छैन झोला छैन विचार छ तर एउटा आवाज छ तर है एउटा बुलावट एउटा चाहिँ आह्वान छ मसँग त्यो आह्वान चाहिँ तपाईँसँग हुनुपर्छ म सबैजनालाई भन्न चाहन्छु मेरो झोली कार्यकर्ता होइन यो श्रम संस्कृति पार्टी यस्तो पार्टी हो जहाँ कार्यकर्ता भन्दैनौँ हामी तपाईँहरूलाई श्रमदाता भन्छौँ नेता भन्दैनौँ अगुवा श्रमदाता भन्छौँ म तपाईँहरूको अगुवा श्रमदाता हो म तपाईँको को हो अगुवा श्रमदाता हो जो अगाडि गएर तपाईँभन्दा धेरै बेलचा चलाउँछ तपाईँभन्दा धेरै श्रम गर्छ तपाईँभन्दा धेरै खट्छ तपाईँभन्दा धेरै समय दिन्छ त्यसका लागि त्यो अगुवा श्रमदाता मात्रै म झोला सोला छैन कोही कसैको कमारा बन्नु पर्दैन यो हाम्रो सङ्गठनमा वाक स्वतन्त्रता हामी दिन्छौँ यहाँ चाहिँ के छ भने नेताले माथि देश बेचिसक्यो भन्दा त बोल्नु हुँदैन कारबाही हुन्छ के को कारबाही हुन्छ सचेत नेपालीलाई बोल्नको लागि रोक्ने हो र त्यसो भएको कारणले गर्दाखेरि वाक स्वतन्त्रता हुन्छ हाम्रो चाहिँ सङ्गठनमा तपाईँहरू आउनु होला हामी यो देशको जनतालाई नागरिक बनाउन अभियान चलाउनुपर्छ है अब कतिलाई लागिरहेको होला यो पहिला जस्तै यस्तै गति सुत्ने भन्ने पनि यहाँ लागिरहेको होला हामी यति धेरै तपाईँको छैन पछाडि छौँ कि मासु भात नखाइ भोट हाल्दैनौँ होइन मासु भात नखाइ भोट हाल्दैनौँ मलाई केही कुरा पैसा दियो भने भोट हाल्छु नत्र हाल्दिनँ अथवा मेरो छोराछोरीलाई जागिर दियो भने हाल्छु नत्र हाल्दिनँ भन्ने खालको मान्छेहरू थुप्रै हामी छौँ त्यस्तो हामीलाई बनायो क्या जस्तो सरकारले बनायो त्यस्तै त जनता बन्ने हो नि है त्यसले गर्दाखेरि त्यो खालको आशा र तपाईँको चाहिँ अपेक्षा पनि हामी राख्दैनौँ व्यक्तिगत स्वार्थ लिएर पनि यो सङ्गठनमा तपाईँहरू नजोडिनु होला प्लिज दिस इज अल अबाउट गिभिङ दिस इज अल अबाउट कन्ट्रिब्युसन है अलिक खैरेले पनि बुझोस् भनेर इङ्ग्लिस बोलेको क्या के भन्छ अघिदेखि गर्छ नेपाली बुझिँदैन भन्दाखेरि बुझोस् भनेर है we have nothing to gain है we have a lot to give हामीले यो देशका लागि दिनुपर्ने थुप्रो छ मरेर लानु केही छैन दिएर जानु धेरै छ के दिने हो दाजुभाइ दिदीबहिनीहरू सोच्नु अब पर्छ हामीलाई सोच्नु आजै पर्छ म त्यो भन्न चाहन्छु हामी बारम्बार मैले भनेको कुरा यहाँ पनि मैले दोहोऱ्याउनै पर्छ हामी एमाले कांग्रेस माओवादी रासपासँग लड्न आएको मान्छे होइन तपाईहरुसँग मिलेर ढुङ्गा बोक्न आएको मान्छे हो आदरणीय दाजुभाइ दिदीबहिनीहरू
किनभने एमालेको कुरा गर्ने भने आफ्नै आफन्त एमालेमा बसिरहेको हुन्छ, कङ्ग्रेसको कुरा गर्यो भने आफ्नै मामा र काका त्यहाँ बसिरहेको हुन्छ। हामीलाई फुटाउनका लागि षड्यन्त्रवश हामीलाई चाहिँ यति धेरै कट्टर बनायो। त्यसो भएको कारणले गर्दाखेरि हामीले हाम्रो पार्टीको झन्डा पनि नराख्ने निधो गर्यौँ। एउटै झन्डा सधैँभरि बोकेर हिँड्छौँ, त्यो राष्ट्रिय झन्डा, चन्द्र सूर्य अङ्कित झन्डा, जुन झन्डा हामी सबैको साझा झन्डा हो। त्यो झन्डाले हामीलाई विभाजन गर्दैन। त्यो झन्डा हामी जहिले पनि बोकेर हिँड्छौँ, राष्ट्रिय झन्डा। हाम्रो प्रतिस्पर्धा विकासमा, सिर्फ विकासमा, अरू केहीमा होइन। शक्तिशाली बनेर छिमेकीलाई आक्रमण गर्ने भने होइन, तर हाम्रो भूमि बेचिन्छ भने हामी चुप लागेर बस्दैनौँ। ढुङ्गा लिएर लड्न जाने नेपालीको सन्तान अझै मरेको छैन यो देशमा। तर हामी विकासमा चाइना र इन्डियासँग प्रतिस्पर्धा गर्ने संगठन बनाउनु पर्छ भन्ने आह्वान गर्न चाहन्छु। छकै परोस् न, 3 करोड नेपालीले 6 करोड हातले श्रम गर्दा, बेलसा एकै साथ चलाउँदा खड्याङ 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 भनौँ न एकचोटि, जोस चल्छ क्या? खड्याङ 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 गरेको चाइनाको बेजिङबाट सुनियोस् होइन? के गर्दैछौ त्यो नेपालमा? खुइसकेलाई फर्काएर त आम्मा श्रम गरिराखेको लु भन्ने होस्। त्यस्तो नभन्ने हामी, कामचोर ठग बन्ने हामी, जहिले तपाईँको अल्छी बन्ने हामी। म भन्न चाहन्छु अब हामी जाँगरिलो बन्नु, त्यसका लागि हामीले सङ्गठन निर्माण गरिरहेको कुरामा जानकारी गराउन चाहन्छु। जेएनजी आन्दोलनमा आफ्नो ज्यान गुमाउनुहुने भान्जा भान्जीहरू, कलिला तपाईँका छैन नानीहरू, साथै सुरक्षाकर्मी मित्रहरू, त्यहाँ तपाईँको छैन जेएनजीले मात्रै ज्यान गुमाएको छैन, सुरक्षाकर्मीले पनि गुमाएको छ। सबैको आत्माले चिर शान्ति सबैको आत्माले शान्ति पाओस् भन्ने कामना गर्न चाहन्छौँ। हामी सबैजनाले अघि मौन धारण पनि गरेका छौँ र विभिन्न कालखण्डमा ज्यान गुमाउनुभएका महान शहीदहरूलाई हामी सम्झन चाहन्छौँ। आज जेएनजी आन्दोलन किन भयो भन्दाखेरि भ्रष्टाचार विरुद्धको आवाज भन्ने भयो। त्यो एउटा, र अर्को चाहिँ बोल्न पाउने अधिकार, रमाउन पाउने अधिकार। मान्छेलाई रमाउने अधिकार छ कि छैन? तपाईँ यहाँ हाँस्न चाहनुहुन्छ भने तपाईँ नहाँस भन्न मिल्छ? मैले मिल्दैन हो। त्यसले गर्दाखेरि कोही मान्छेले एन्टरटेनमेन्ट टिकटकै चलाएर भए पनि त्यसमा खुसी त भएला नि त हो, कमसेकम होइन? जागिर पाएन, केही पाएन र पनि यसो त्यसै काँस घारीमा यसो होइन, एउटा सानो ठुलो कुरो पनि चाहिँदैन त नेपाली रमाउनुलाई, चाहिन्छ? हामी ढिँडो र सिस्नु खाएर झुपडी घरमा रमाउन सक्ने नेपालीलाई ठुलो कुरो चाहिन्छ र रमाउनलाई चाहिँदैन होइन? यस्तै धुलोतिर भए पनि यसो चाहिँ होइन, फेसबुक टिकटकमा रमाउँदै गरेको सरकारले अङ्कुश लगाइदिएर बन्द गरेपछि त्यसको नतिजा के भयो है? त्यो के षड्यन्त्र थियो बताएको थियो, विदेशीको के थियो त्यो त्यतातिर नजाउँ, त्यो विश्लेषकले खोजोस्, अनुसन्धानको पाटो हो। तर जेएनजीले जुन किसिमको छैन भ्रष्टाचार विरुद्धको र बोल्न पाउने अधिकार, सामाजिक सञ्जाल विरुद्धको तपाईँको छैन जुन एउटा प्रतिबन्ध थियो, त्यसको विरुद्धमा आवाज उठाउँदाखेरि ज्यान गुमाउनु पर्यो। यदि भ्रष्टाचार नहोस् भन्ने हामीलाई लाग्छ भने हामीले यो देशमा उत्पादन गर्नुपर्छ। अभावको कारणले भ्रष्टाचार भएको हुन सक्छ, अभावको कारणले चोरी भएको हुन सक्छ है, नियतवश पनि भएको हुन सक्छ। कतिले कोठा कोठा पैसा राखेको छ, त्यो चाहिँ अभावको कारणले होइन होला, अलिअलि बाँडिदिँदा हुन्छ होइन? आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब धेरै कुरा म राख्न चाहन्न, दिन बित्न लागेको छ। कुरा राख्ने भने सकिँदैन, मनका कुरा कति छन्। अब तपाईँहरूले मलाई बारम्बार मैले भनिराखेकै छु, मलाई सम्मान गर्नु पर्दैन, म धुलोमा बस्ने मान्छे हो, म अत्यन्तै धेरै तपाईँको छैन माटोमा जोडिएको मान्छे हो। तपाईँहरूले मलाई सम्मान कहिल्यै पनि नगर्नु होला, सम्मान नगरे पनि तर श्रमदान चाहिँ गर्नु होला है। सम्मान होइन, तिमी मलाई श्रमदान देऊ, श्रमदान देऊ, मेरो लागि होइन यो देश बनाउन श्रमदान देऊ, श्रमदान देऊ। श्रमदान दिने हो तपाईँहरूले?
यदि त्यसो भने तपाईहरु सबैजना श्रमदाता बन्नुपर्छ, महान श्रमदाता बन्नुपर्छ। म त्यो अनुरोध गर्न चाहन्छु। ढल्न लागेको देशलाई उठाउनका लागि हामी सबैजना एकजुट हुन जरुरी छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब धेरै कुरा नगरौँ, जति कुरा गर्दाखेरि नि त्यति नै हो। यो अब हामी यहाँ आइसकेपछि कुरा गर्यो गयो भन्ने किसिमको मात्रै नहोस्। म यहाँहरू सबैजनालाई त्यहाँ एउटा खाता घुमिराखेको छ, त्यसमा तपाईँको नाम र नम्बर होइन टिपाइदिनु होला। र म यहाँ के आह्वान गर्न चाहन्छु भने अब हामी यहाँ आइसकेपछि आएर करायो गयो न्युजमा आयो भन्ने मात्रै हुनुभन्दा यहाँनिर अब कुनै स्केलको एउटा समिति बनाउन सकिन्छ, त्यो समिति बनाउनतर्फ पनि लाग्यो। यहाँ सबैजना जोडिएर आउनु होला। म गर्छु भनेर आउनु होला है, म गर्छु भनेर आउनु होला। म त्यो पनि भन्न चाहन्छु, यहाँको अग्रता रहोस्। र त्यसका लागि हाम्रो चाहिँ रविनजी लगायत को हुनुहुन्छ यहाँको होइन, हाम्रो धरानबाट आउनुहुने स्वयंसेवक साथीहरू, तपाईँहरू खट्नु होला। र कुन तहको बनाउन सकिन्छ, तदर्थ समिति के कत्रो बनाउन सकिन्छ, त्यसको बारेमा छलफल गरौँ। र म अन्त्यमा प्रहरी मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। राज्यको कल्पना प्रहरी बिना हुन सक्दैन है, प्रहरी छैन भने राज्य हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि प्रहरीले जुन किसिमको छैन यो देशमा राजनीति गर्न नजान्नेले कुरा बिगार्छ, प्रहरीले जहिले पनि खेल्नुपर्छ है। नेताहरूले कुरा बिगार्छ, प्रहरीले है। धेरैले ज्यान पनि गुमाए र दिनभरि तपाईँको छैन त्यो। म यसरी त चप्पलमा आएको छु आज यहाँ होइन, यस्तैमा हिँड्न सजिलो लाग्छ, जुत्तामा भाएर आएको चाहिँ होइन है त, यस्तैमा हिँड्न मन लाग्छ। अब प्रहरी साथीहरूको बुट हुन्छ क्या, त्यो बुट लगाएर हामी 1-2 घन्टा बस्नु सक्दैनौँ है। पसिना त्यहाँ आइराखेको छ, कसैले पानी खाऊ भन्दैन, के भन्दैन होइन। त्यसो गरी तपाईँको छैन फेरि कस्तो खालको विडम्बना। हिजो जसले आफूलाई चाहिँ नि होइन लछार पछार गर्दै थियो, भोलि त्यसैलाई सलाम गर्नुपर्ने बाध्यता होइन। फेरि जसलाई हामी सलाम गर्दैछ त्यसैलाई पक्रेर लान पनि त्यतिखेर चाहिँ मजै आउँछ होला, त्यतिखेर चाहिँ मजा आउँछ होला। केही छैन, तपाईँको छैन हाम्रा राष्ट्र सुरक्षाकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी होइन, विभिन्न तपाईँको छैन प्रहरीको सङ्गठन छ। प्रहरीको लागि एकचोटि ताली बजाइदिउँ न प्लिज है, प्रहरीको लागि ताली बजाइदिउँ। हार्दिक धन्यवाद दिन चाहन्छु। पत्रकार साथीहरूको लागि ताली बजाइदिउँ एकचोटि होइन। समाजको आँखा जे छ त्यो देखाउनुपर्छ। म अनुरोध गर्न चाहन्छु, हाम्रो तपाईँको पार्टीमा, हाम्रो सङ्गठनमा चाहिँ पत्रकारको सङ्गठन हुँदैन। पत्रकार निष्पक्ष हुनुपर्छ। घाम लागेको छ भने घामै लागेको छ, यो नेपालको झन्डा पनि नेपालकै झन्डा हो होइन, यो मैले पक्रेको माइक हो भने माइकै हो भन्न सक्नुपर्छ। निष्पक्ष बन्नुपर्छ। पत्रकार वकिल बन्ने होइन, पत्रकार न्यायाधीश बन्ने पनि होइन है। पत्रकार सिर्फ ऐना हो, ऐना हो। र खोजपूर्ण पत्रकारले केही विश्लेषण गर्न सक्छ, तर त्यतिखेर पनि तपाईँहरूले म चाहिँ यो पार्टीको, म चाहिँ त्यो पार्टीको नभनिकन तपाईँहरूले चाहिँ पत्रकारिता गरिदिनु होला। यदि त्यसो गर्यो भने मात्रै पनि यो देशमा न्याय स्थापित हुन सक्छ। आन्दोलन भएर भोलिको दिनमा चाहिँ होइन कसैले ज्यान गुमाउनु पर्ने स्थिति आउँदैन। साथै त्यो आन्दोलनकारीलाई रोक्नका लागि सुरक्षाकर्मीले पनि ज्यान गुमाउनु पर्ने स्थिति आउँदैन। शान्ति सुव्यवस्था गर्नका लागि पत्रकारको ठुलो भूमिका रहेको कुरा पनि म जानकारी गराउन चाहन्छु। अन्त्यमा एउटा गीत गाउँ, कन्फ्युज भइराख्नु भयो होला है, म्युजिक कन्सर्ट हो कि? ल, श्रम गरौँ नेपाली हो, श्रम गर्ने दिन आइसक्यो, श्रम गरौँ नेपाली हो, भोकै मर्ने दिन आइसक्यो भन्ने गीत प्रसादजीले त्यहाँ लगाइदिनुहुन्छ। सबैजना कोही चाहिँ नाच्नलाई यहाँ आउँदा हुन्छ, नाच्ने खालको हुन्छ, पेन ड्राइभ छ भने प्रसादजी ल सुनेको छ यो गीत? श्रम गरौँ नेपाली हो भन्नुहोस् त। नलजाइकन किन लजाइराख्यो? स्वरमा लजाउनुपर्छ, भ्रष्टाचार गर्नु लजाउने हो नि होइन। श्रम गरौँ नेपाली हो, श्रम गर्ने दिन आइसक्यो। श्रम गरौँ नेपाली हो, श्रम गर्ने दिन आइसक्यो। हाम्रो प्राविधिक गडबडी हो। ल, श्रम गरौँ नेपाली हो, श्रम गर्ने दिन आइसक्यो। श्रम गर्ने दिन आइसक्यो। श्रम गरौँ नेपाली हो, भोकै मर्ने दिन आइसक्यो। ल, नाच्न चाहनेहरू यहाँ आउनु होला।